स्वागत छ गाइज हाम्रो यस टेक्निकल नलेज युट्युब च्यानलमा। म सधैँ केही नयाँ कुराहरू लिएर आएको छु। आज चाहिँ म यस्तो कुराहरू सिकाउन गइरहेको छु कि कहिलेकाहीँ यो हाम्रो किप्याड मोबाइल हुन्छ नि, त्यो मोबाइल चाहिँ एक्कासी केही पनि भएको छैन, पछाडिको पनि छैन, पानी पनि पसेको छैन, तर स्विचै खुल्दैन, चार्ज गर्दा पनि चार्ज हुँदैन के। यस्तो हुनुको मेन कारण अथवा धेरै जसो कारण भनेको चाहिँ ब्याट्रीको कारणले हुन्छ के। ब्याट्री के हुन्छ त भन्दा कहिलेकाहीँ चार्ज सकिन्छ, त्यसपछि चार्ज सकिएपछि 0 पोइन्ट भन्दा पनि तल झर्छ क्या, माइनसमा झरेको हुन्छ कि, डाउन भइरहेको हुन्छ कि। त्यति बेला चाहिँ हाम्रो के हुन्छ त भन्दा जति चार्ज गरे तापनि चार्जरले पनि त्यो चार्जले उठाउन सक्दैन। त्यसपछि चार्ज नउठिसकेपछि के हुन्छ, न चार्ज हुन्छ न मोबाइल खुल्छ के हो। यस्तो बेलामा चाहिँ ब्याट्रीलाई बुस्ट गर्नुपर्ने हुन्छ र त्यो ब्याट्री बुस्ट चाहिँ कसरी गर्ने भन्ने बारेमा म आज तपाईँहरूलाई स्टेप बाई स्टेप एकदम क्लियरली बुझाउने प्रयास गर्नेछु। त्यसको लागि चाहिँ हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ एक सब्सक्राइब र एक लाइक गर्न नभुल्नु होला र कमेन्ट पनि गर्न नभुल्नु होला है त। ल लेट्स गो। यसको लागि चाहिँ सर्वप्रथम यो मसँग छ एउटा डिसी पावर सप्लाई, यो आवश्यक हुन्छ। यो डिसी पावर सप्लाई हजुरहरूको साथमा पनि होला, यदि छैन भने चाहिँ हजुरहरूले किन्नुपर्ने हुन्छ। र डिसी पावर सप्लाई भनेको के हो भन्दा डिसी पावर चाहिँ यसले सप्लाई गर्छ हाम्रो ब्याट्रीलाई चाहिने जुन करेन्ट हुन्छ, डाइरेक्ट करेन्ट, त्यो सप्लाई गर्ने काम यसले गर्छ। अब यो ओपन गर्नको लागि चाहिँ सर्वप्रथम के गर्नुपर्ने हुन्छ त भन्दा यो तार देख्न सक्नुहुन्छ, यो यसको चार्जर हो। यो चाहिँ यस्तो रहेको हुन्छ र यहाँ चाहिँ हामीले यो जोड्नुपर्ने हुन्छ। ल मैले चाहिँ फाइनली यसलाई जोडेँ। यो चाहिँ मैले मल्टिप्लगमा यसरी जोडेँ र यो जोडिसकेपछि चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो डिसी पावर सप्लाई चाहिँ अन भइसकेको छ र यहाँ करेन्ट भनेर लेखेको छ, यहाँ भोल्टेज भनेर लेखेको छ है त यहाँ चाहिँ। र हामीलाई अहिले चाहिने के हो त भन्दा करेन्टको हामीलाई आवश्यकता छैन, हामीलाई चाहिने भनेको भोल्टेज है त। मेरो हातमा देख्न सक्नुहुन्छ यो चाहिँ नोकिया मोबाइलको ब्याट्री रहेको छ, जुन किप्याडमा लाग्छ नि हो त्यो ब्याट्री रहेको छ। यो लास्टै डाउन छ के, यो चार्जरले उठाउन सकिरहेको छैन। यसलाई चाहिँ म डिसी पावर सप्लाईबाट बुस्ट गरेर चार्ज उठाएर देखाउँछु है त। त्यसको लागि चाहिँ नर्मल्ली हाम्रो ब्याट्रीमा चार्ज हुने भोल्टेज भनेको 3.7 देखि स्टार्ट हुन्छ। त्यही अनुसार यहाँ देख्न सक्नुहुन्छ हामीले सेट गर्नुपर्ने हुन्छ। यतापट्टि घुमायो भने चाहिँ यसरी भोल्टेज घट्छ र यसरी घुमायो भने चाहिँ बढ्छ है त। नर्मल्ली 3.7 ल देख्न सक्नुहुन्छ 3.7 देखि स्टार्ट भएर योभन्दा बढी पनि बनाउन सकिन्छ है हामीले। लास्ट भनेको 5 सम्म बनाउन सकिन्छ है, 5 भोल्टसम्म हो। यो भनेको अन्तिम हो र सुरुवात भनेको चाहिँ हाम्रो 3.7 देखि हुन्छ है त। मैले चाहिँ यहाँ 4.5 भोल्टेजमा बुस्ट गरेर देखाउँछु। त्यो बुस्ट गर्नको लागि डिसी पावर सप्लाई किन्दा नै यो एउटा तार दिएको हुन्छ, एउटा माइनस र एउटा प्लस दिएको हुन्छ। माइनस भनेको हाम्रो कालो हो र प्लस भनेको चाहिँ हाम्रो रातो हो है त। यहाँ पनि देख्न सक्नुहुन्छ एउटा माइनस कालोमा जोड्ने छ, यो बिचको भनेको चाहिँ अरू कामकै लागि युज हुन्छ है त। अहिले हामीलाई चाहिने भनेको चाहिँ यो एउटा रातोमै जोडिदिउँ र यो जुन कालो छ यो कालैमा जोडिदिउँ है त। ल यो दुईटा तारहरू पर्फेक्टली जोडिएको छ कि छैन अथवा यो डिसी पावर सप्लाईले चाहिँ काम गरेको छ कि छैन भनेर जाँच गर्नको लागि चाहिँ यो हामीले कालो तार र रातो तार चाहिँ सर्ट गराएर हेरौँ है त। यसरी छोएर हेरौँ। ल यहाँ देख्न सक्नुहुन्छ यो छुने बित्तिकै यहाँ एम्पियर लिन थालेको छ। माथि देख्न सक्नुहुन्छ करेन्ट लेखेको भन्दा माथिपट्टि, यानि कि यसले पर्फेक्टली रूपमा काम गरेको छ भनेर हामीले बुझ्न सकिन्छ है। ल अब हामी ब्याट्री बुस्ट गर्नेतर्फ लागौँ है त। हामीले फाइनली ब्याट्री बुस्ट गर्नको लागि चाहिँ 3वटा पोइन्ट दिएको हुन्छ। माइनस एउटा टेम्परेचरको लागि राखेको हुन्छ र एउटा प्लस राखिएको हुन्छ है त। माइनस प्लस हामीले कसरी छुट्याउने भन्दा यो बोक्रा सोक्रा उता यो फ्याँकिसकेको रहेछ। म अर्को ब्याट्री देखाउँछु है त। यो चाहिँ मसँग नोकियाको ब्याट्री रहेको, यहाँ चाहिँ माइनस र यहाँ चाहिँ प्लस भयो है त। कुनै ब्याट्रीको चाहिँ यता पछाडिपट्टि लेखेको हुन्छ अथवा कुनै ब्याट्रीको चाहिँ यो जुन 3टा धर्का छ नि हो, यहाँ चाहिँ प्लस यहाँ माइनस अथवा यहाँ प्लस यहाँ माइनस त्यसरी पनि लेखेको हुन्छ है त। र यसको चाहिँ माइनस भनेको हाम्रो कालो हो र प्लस भनेको हाम्रो रातो हो है त। यसलाई बुस्ट गर्नको लागि ब्याट्रीमा चाहिँ 3वटा पोइन्टहरू दिएको हुन्छ, एउटा प्लस हुन्छ एउटा माइनस हुन्छ र बिचको भएको यो हाम्रो ब्याट्री टेम्परेचरको लागि राखिएको हुन्छ है त। प्लस र माइनस चाहिँ कसरी चिन्न सकिन्छ भन्दा यही चाहिँ प्लस अथवा माइनसको चिन्ह दिएको हुन्छ, कोहीको पछाडि दिएको हुन्छ, यसको चाहिँ अगाडिपट्टि दिएको छ, यानि कि एउटा साइडको हो यो प्लस हो र यो यता साइडको माइनस हो। अब यसलाई बुस्ट गर्नको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त भन्दा सिम्पली यो जुन तार छ रातो तार यो भनेको प्लस हो र यो कालो भनेको माइनस हो है त। अब यसलाई बुस्ट गर्नको लागि चाहिँ
यो जुन प्लस छ यो प्लसमा रातो हैन, यो जुन माइनस छ माइनसमा चाहिँ कालो छुवाउनु पर्ने हुन्छ है त यसरी। त्यसपछि यो प्लसमा रातो र माइनसमा चाहिँ कालो राख्नुपर्ने हुन्छ यसरी। यहाँ राख्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ एम्पियर लिन सुरु गरिसकेको छ हाम्रो। यहाँ एम्पियर लिन सुरु गरिसकेको छ। कालो माइनसमा र रातो प्लसमा राखेर यसरी हामीले राख्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ एम्पियर चाहिँ बिस्तारै घट्दै घट्दै गइरहेको छ। यसरी हामीले लगभग 5 मिनट राखेर फेरि मोबाइलमा राखेर हेर्छौँ। यदि खुल्यो भने खुल्यो, खुलेन भने एक्स्ट्रा अझै 5 मिनट यसरी नै हामीले बुस्ट गरिराख्छौँ है त ब्याट्रीलाई। यहाँ एम्पियर लिन छाड्यो भने चाहिँ यहाँ पिनमा राम्रोसँग टाँसिएको हुँदैन, त्यस कारणले गर्दा हुन्छ फेरि पुनः प्रेस गर्नुपर्ने हुन्छ है त। यस्तो गर्ने यहाँ चाहिँ प्रिन्टमा चाहिँ राम्रोसँग छुनुपर्ने हुन्छ है त यो चिम्टीले चाहिँ। ल फाइनली चाहिँ हाम्रो यो जुन करेन्टको माथि एम्पियर लेखेको छ नि हो त्यो एम्पियर घटेर 200 मा झरिसक्यो। अब यसलाई हामीले मोबाइलमा हालेर चेक गर्छौँ है त। यो ब्याट्रीले काम गर्यो कि गरेन भनेर हामी चेक गर्छौँ। अहिले ब्याट्री हालेँ र यहाँ फाइनली देख्न सक्नुहुन्छ ब्याट्रीले काम गरिसकेको छ र हाम्रो मोबाइलको स्विच पनि अन भइसकेको छ। हजुरहरूले पनि यस्तै तरिकाले ब्याट्री बुस्ट गर्न सक्नुहुन्छ। अब यति गरिसकेपछि चाहिँ हजुरले यसलाई म चार्जमा लगाएर पनि हेर्छु है त चार्ज हुन्छ कि हुँदैन भनेर। यति गरिसकेपछि चाहिँ चार्जरले सजिलैसँग चार्ज उठाउन सक्छ। यहाँ देख्न सक्नुहुन्छ चार्ज पनि भइसकेको छ। हो यस्तै तरिकाले हजुरहरूले पनि अपडेट भएको ब्याट्रीलाई चाहिँ पुस्ट गरेर मोबाइल अन गर्न सक्नुहुन्छ। यदि हजुरहरूसँग यो डिसी पावर सप्लाई किन्ने अवस्था छैन हाम्रो भिडियोको तल कमेन्ट गर्नु होला। म यो पावर डिसी सप्लाई बिना चाहिँ हामीले घरमै बसेर पनि आफ्नै चार्जरबाट पनि कसरी हाम्रो ब्याट्रीलाई बुस्ट गर्न सकिन्छ भन्ने बारेमा पनि म हजुरहरूलाई सिकाउने छु। त्यसको लागि चाहिँ हजुरहरूले हाम्रो भिडियोको तल कमेन्ट बक्समा गएर भन्नुपर्ने हुन्छ कि पावर सप्लाई बिना कसरी चार्जरबाटै बुस्ट गर्न सकिन्छ भनेर तल मलाई क्वेसन गर्नु होला है त।